कान्तिपुर टेलिभिजनमा समाचार आएको थियो है, यति धेरै मान्छे चाहिँ 6 महिनामा मात्रै 50 जनाले आत्महत्या गरेछन्। सिरु यदि पैसा छ ट्राई गर्न सक्नुहुन्छ भने आउनुहोस् होइन चाहिँ वैधानिक तरिकाले आउन चाहनुहुन्छ भने चाहिँ विभिन्न क्राइटेरिया छन् होइन वर्किङको लागि। त्यो चाहिँ तपाईँ नमस्ते सबैजनालाई धेरै धेरै स्वागत छ है। अब धेरैले के गर्नुभएको थियो भन्दाखेरि मार्च आज 1 तारिक हामीले यो भिडियो बनाउँदै गर्दाखेरि 2026 जापान आउने कि नआउने धेरैको क्वेसन छ। यसमा म तपाईँलाई डिटेलमा भन्दैछु है। तपाईँले कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला। फेसबुकमा यसै गरी युट्युबमा टिकटकमा हामीलाई जतासुकै हेर्दै हुनुहुन्छ कमेन्ट गर्न सक्नुहुन्छ। कस्ता मान्छेहरू आउने कस्ता मान्छेहरू नआउने कुन उद्देश्य भएको मान्छेहरू आउने त्यो बारेमा चाहिँ डिटेलमा थाहा पाउनुहुन्छ। यो भिडियो हेर्नुभयो भने A to Z ल अब म जाँदाखेरि हुन्छ कि हुँदैन अथवा नजाँदाखेरि नै बेटर हुन्छ भन्ने कुरा चाहिँ तपाईँले डिसाइड गर्न सक्नुहुन्छ है। यो समग्र कुराहरू चाहिँ म तपाईँलाई एक्सप्लेन गर्दैछु। पछिल्लो पटक हिजो मात्रै कान्तिपुर टेलिभिजनमा समाचार आएको थियो है, यति धेरै मान्छे चाहिँ 6 महिनामा मात्रै 50 जनाले आत्महत्या गरेछन्। सिरु जापानमा 6 महिनामा 50 जनाले भनेपछि कस्तो भयावह स्थिति छ भनेको चाहिँ जापान चाहिँ किन आउने कारण के भन्ने कुरा चाहिँ पत्ता लगाउनु जरुरी छ। अब तपाईँ यदि विद्यार्थी हुनुहुन्छ, मैले बारम्बार अगाडिका भिडियोहरूमा पनि भन्ने गर्छु होइन, यही कुरा फेरि रिपिट गर्छु है। तपाईँले पुरा भिडियो हेर्नुहोस्, फेरि एकैचोटि आन्सर कमेन्ट गर्नुहुन्छ अनि ल म आउने कि नआउने, म यस्तो खालको मान्छे हो, म आउँदा राम्रो होला कि नआउला भनेर होइन सिधै क्वेसन गर्नुहुन्छ। डिटेल बुझौँ पहिला। तपाईँ चाहिँ रियल पढ्न आउने हो कि के गर्ने हो, तपाईँ स्टुडेन्ट हो कि होइन, तपाईँ के गर्न मन छ। अब आउने मान्छेले चाहिँ के गरेर आउनु पर्छ भन्दाखेरि यदि तपाईँ एज अ स्टुडेन्टको रूपमा आउँदै हुनुहुन्छ भने घरमा पनि बुवा आमालाई भन्ने म चाहिँ 2 वर्ष पैसा होइन कमाउन, म चाहिँ पढ्न जाने हो होइन। अनि यहाँ आउँदा बित्तिकै सुरुमै काम गर्छु भन्ने मेन्टालिटीले होइन कि तपाईँले चाहिँ पढ्ने, यहाँ चाहिँ भाषा पढ्ने, त्यसपछि कुन विषय लिएर पढ्ने हो, त्यही भएर मेरो चाहिँ एउटा इन्भेस्टमेन्ट हो भन्ने खालको चाहिँ सोचले तपाईँ आउनुभयो भने चाहिँ एकदमै बेटर हुन्छ होइन। अनि तपाईँ यहाँ आएर पढ्नुभयो भने फेरि फ्युचर राम्रो छ है पढ्ने स्टुडेन्टको लागि होइन। तपाईँ चाहिँ कमाउने नै हिसाबले आउने हो भने चाहिँ अरू पाटोहरू छन्। तपाईँहरू वर्किङ भिसामा पनि आउन सक्नुहुन्छ होइन, एकदमै लिगल तरिकाले पैसा बुझाएर होइन, त्यो ब्याचलरवाला होइन, त्यो मात्र आउनुभयो भने त दुःख पाइन्छ, कुकुरले नपाएको दुःख पाइन्छ। यदि पैसा छ ट्राई गर्न सक्नुहुन्छ भने आउनुहोस् होइन चाहिँ वैधानिक तरिकाले आउन चाहनुहुन्छ भने चाहिँ विभिन्न क्राइटेरिया छन् होइन वर्किङको लागि। त्यो चाहिँ तपाईँले पुरा गरेर वर्किङमा 1-1.5 लाख फ्रीमा पनि आउन सक्नुहुन्छ, 2-3 लाखमा पनि आउन सक्नुहुन्छ। अब र स्टुडेन्टको कुरा, तपाईँ नेपालमा बुवा आमालाई पनि भन्नुहोस् तपाईँसँग अलिकति बजेट छ, त्यो ऋण काटेर आउनुभएको छ अनि यहाँ आउँदा बित्तिकै पैसा कमाउँछु भन्ने त्यो हिसाबले नआउनुहोस्, इमेज पनि डाउन हुन्छ। तपाईँ भाषा राम्रो बनाउने हिसाबले पढ्ने हिसाबले आउनुभयो भने त गजब राम्रो छ। अनि तपाईँ सोचौँ न जस्तो 1 वर्षको होइन 12 देखि 15 लाख जति खर्च हुने होइन, त्यो 12-15 लाख अनि तपाईँ यहाँ बस्दाखेरिको खर्च गर्दाखेरि 25-30 लाख चाहिँ म पहिला सुरुमा चाहिँ लगानी गर्न सक्छु। 1-1.5 वर्षको लागि 25-30 लाख रुपियाँ लगानी गर्न सक्छु, त्यसपछि त्यसले चाहिँ प्रतिफल फ्युचरमा दिन्छ भन्ने खालको चाहिँ हिसाबले आउनुभयो भने चाहिँ गजब राम्रो हुन्छ होइन। सो तपाईँले सुरुमा चाहिँ घरमा पनि त्यसरी सम्झाउनु पऱ्यो अनि लोनमा आउनु भएन 25-30 लाखको चाहिँ च्यालेन्ज गर्न सक्नुहुन्छ। राम्रोसँग पढ्ने मान्छेलाई त फेरि त्यो 25-30 लाख त अब त्योभन्दा कति कमाउनुहुन्छ पछि होइन, त्यो लिएर पढेको विषय होइन तपाईँले चाहिँ पछि त्यो अनुसारको काम गर्नुभयो भने होइन। त्यो झारा टार्ने काम चलाऊ जाने अनि पैसा कमाउने भन्ने हिसाबले आउँदै हुनुहुन्छ भने स्टुडेन्टमा 2027बाट त अझ धेरै नियमहरू पनि आउँदैछन्। भोलि तपाईँलाई चाहिँ काम गर्नलाई विभिन्न क्राइटेरियाहरू हुनसक्छन् होइन। अहिले आइरहेको मान्छेले पनि भाषाको कारणले गर्दाखेरि काम पाइँदैन होइन। त्यस कारण अब तपाईँले 2-3वटा कुराहरू चाहिँ क्लियर गर्नु पऱ्यो। एउटा भनेको तपाईँ रियल पढ्न आउने हो भने स्टुडेन्टमा आउनु पऱ्यो, होइन तपाईँ चाहिँ नक्कली विद्यार्थी हो भने चाहिँ त्यसमा बिल्कुल बन्द गर्नुहोस्। अन्य पाटोहरू छन्, तपाईँ अन्य कन्ट्री पनि जान सक्नुहुन्छ होइन। र काम गर्नको लागि मैले भनि नै हालेँ, तपाईँले जापानिज भाषाको भाषा परीक्षा पास गर्ने अनि स्किल टेस्ट गर्ने अनि त्यो अनुसारको चाहिँ वर्किङमा आउन सक्नुहुन्छ। यहाँ बसिराखेको मान्छेलाई दुःख छैन, जापानमा गाह्रो भन्ने छैन, तर मात्र के हो भने नियम अलिकता कडा मात्रै भएको, रुल फलो गर्नलाई केही पनि समस्या छैन है। तपाईँले यी सबै कुरा सुनिसकेपछि अब आफू आउँदा राम्रो होला नहोला भन्ने कुरा चाहिँ तपाईँले मोटामोटी बुझिसक्नु भएको होला होइन। पक्कै पनि यो भिडियो चाहिँ तपाईँलाई फलदायी भयो होला भन्ने मैले अपेक्षा गरेको छु। भिडियो मन पराउनु भयो भने लाइक गरिदिनु होला अनि साथीभाइ माझमा सेयर गर्न नभुल्नु होला है त। बाई बाई।